हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म लिली श्रेष्ठ प्रधान। म चाहिँ कहिले कहिले भिडियो बनाउने गर्छु अनि आज चाहिँ हामी दशैंको शपिङ गर्न जान लागिरहेको छौं। अनि हामी के किन्छौं आज भिडियो अन्तिमसम्म हेर्नु होला। हामी दशैं दिन जाँदै छौं आज चाहिँ। अब दशैं लागे जस्तो बल्ल फिल भयो। यी स्टोलर पनि लान पर्यो, यी भुन्टुरेलाई पनि लान पर्यो। ए भुन्टुरे मेरा बुढा। हेलो त्यहाँ राख्ने साथीहरु, हामी चाहिँ आइपुगेको मेरो छोरालाई पुर्याउँदै हुनुहुन्छ बुढाले। टुक्क भरेर बसेछ बाहिर हेरेर। कस्तो पानी खानु मन लागिरह्यो, के गर्ने होला त। मैले पानी सम्झिरहेको थिएँ कि घरबाट हिँड्ने बेलामा चाहिँ, फेरि हाल्न बिर्सेछ त। अनि बबल टी कस्तो महँगो पर्छ बल्टी सल्टी। हामी चाहिँ आयौँ साथीहरु। अब यस्तो गाडी लान पर्यो एउटा। म चाहिँ लिनु यो गाडी चाहिँ बाहिर सामान लिएर बेलामा त्यो ढोकाबाट बाहिर छिराउनु मिल्दैन साथीहरु। छिर्दैन, आफै लक हुन्छ यसको पाङ्रा। यस्तो डेन्जर छ, केही चोरेर ल्याउनु खोज्यो भने डेन्जर हुन्छ। के अरे लक गरेर यसले आफै रोक्छ, जाँदैन। कस्तो राम्रो कोट पाइट। यता चाहिँ ब्यागहरू, यता केटा मान्छेको पाइन्ट। टी सर्ट कता है? टी सर्टको सेक्सन यता हो। ब्लग गर्दै हो। बिहा कति राम्रो रहेछ त्यो। साथीहरु, मेरो बुढा चाहिँ उता जानुभयो अनि हामी चाहिँ यहाँ आमा छोरा ऐना हेरेर बसेको। ऐना देखे जस्तो छ भुन्टुरेले। यहाँ चप्पलहरू कति राम्रो राम्रो सामानहरू चाहिँ कस्तो राम्रो राम्रो पाइन्थ्यो कि। सेल पनि लगाइदिरहेको रहेछ त्यहाँनिर। सबै सेल छ त। दसैँ भनेर थाहा पाए चाहिँ के यिनीहरूले यहाँ हाम्रो सबै सेल लगाइदिएछ। ठुल्ठुलो लुगा। अहिले त मलाई नि यही लुगा ठिक हुन्छ होला हो साथीहरु। यस्तै मोटाइ छु म पनि। यहाँ चाहिँ जत्रो प्लस साइजको लुगाहरू पनि पाइने कि त्यही राम्रो लाग्छ मलाई। ठुलो मान्छेहरूले पनि लुगा पाउने, अनि जुत्ता चप्पलहरू भयो सबै साइजको पाउने कि। कस्तो राम्रो राम्रो साइज पाउने। अनि मलाई त नेपालमा त राम्रो साइजको जुत्ताहरू नै नपाएर म त कस्तो राम्रो जुत्तै लाउन पाउँदैन थिएँ। अरूभन्दा नि लुगाहरू त पुरो ठिकैको पाइन्थ्यो नै, तर जुत्ताहरू चाहिँ नपाएर त मलाई तनाव हुन्थ्यो कि। कस्तो राम्रो ज्याकेट, कोट, ज्याकेट। यता केटाको सेक्सन रहेछ। यता मेकअपको सामानहरू सबै थोक एकै ठाउँमा पाइन्छ। साथीहरु, म चाहिँ लेख्नु पर्यो के लेख्ने हो। बुढा चाहिँ उता छान्न थाल्नु भयो। अब म के लिने यता हेर्नु पर्यो। छानो मान्छे चाहिँ यहाँ यसरी बज्दैछ। यसरी बज्दैछ। यसरी सानो मान्छे यसरी बज्दैछ यहाँ यसरी। तिमी के लिने छोरा? यता चाहिँ फ्रेमहरू, त म्याट्रेस, पर्दा, क्रिसमस ट्रीहरू। मेरो छोरा गर्दैछ। त चाहिँ गिफ्टहरू रहेछ, कोसन। ओ चाहिँ यति सपिङ गर्छौँ। अब बेबीको सेक्सन भेटेन नि त अझै।
बेबीको लागि लिनु छ अझै गुडिया। बाथरुमको त्यहाँ हामीलाई चाहिँ बाथरुमको म्याट चाहिएको थियो, त्यही भएर खोजेको भइसक्यो। हेर्नु बाबु कराउँदै हिँडे हो, गर्दै खा। हेर्नु त बाबुले के गरेको एकचोटि हो गर्दै खा हो र। अन्त के खेल्ने कुरा देखेर हो क्या उसले यहाँ हेर्नु त छोरा मान्छे खेल्ने कुरा ए गर्दै खा। तिमीलाई खेल्ने कुरा चाहियो छोरा? ओ माई गड, कत्रो अनुहार देखा हो यो ऐनामा कत्रो अनुहार देखाएको यो ऐनामा। यो चाहिँ ठिक रहेछ। यहाँ चाहिँ स्यान्डलहरू, यो सबै स्यान्डलको साइज मलाई भेट्ने पाइन्छ कि यहाँ चाहिँ। नेपालमा हो भने त मैले एउटा भेटाउँदिनँ थिएँ मेरो साइजको जुत्ताहरू। यहाँ चाहिँ यो सब भेट्छु मैले, मलाई ठिक हुने। कस्तो राम्रो छ। त बुट रहेछ, बुट चाहिँ किन्नुपर्ने थियो तर अलि जाडो आएपछि किन्नु पर्ला। अहिले त नलिनु मलाई। ल तपाईँहरूलाई पनि चाहिन्छ भने मगाउनु है साथीहरू, म कोरियर गरेर पठाइदिन्छु। खतरा स्यान्डलहरू विदेशबाट आएको मान्छे नि खतरा भएर जानु परेन। ल हाम्रो सपिङ यति भयो, अझ अरू पनि बाँकी छ अर्को पसलमा गएर। क्रिसमस आउनु लागिसक्यो, त्यही भएर यसरी यो सबै सजाएर राखेको छ। यो क्रिसमसको ट्रीहरू। मेरो बुढा चाहिँ त्यहाँ पे गर्दै हुनुहुन्छ। गाडी चाहिँ यहाँ छोड्नु पर्यो। त बिर्सेछ त नि। ल हामी त्यही 2 झोला नेपाली लुगा मेरो भ्लग बनाउँदैछु, भ्लग हेर्नु है। बहिनीकोमा जानु होला सबैजना सपिङ गर्न। भ्लग हो कि युट्युबमा हाल्छु मैले। ह्याप्पी दसैँ। जाऊँ ल हिँड्नु। लगेर पठाइदिनु। हेलो, अब सपिङ गरेर घर आइपुग्नु। हामी यस्तो पानी परेको छ। मेरो छोरा चाहिँ यहाँ सुतिरहेको छ, सानो मान्छे। नयाँ लुगा किनेर सुरुवाल लगाइसक्यो उसले। कति नयाँ लुगा लाउनु पाउने आजभोलिको बच्चाहरू त कति भाग्यमानी है। हामीले नयाँ लुगा कति लाउनै पाउँदैन थियो। 1 वर्षमा एकचोटि दसैँमा लुगा किनिन्थ्यो, त्यो पनि स्कुलको ड्रेस। त्यही लाएर मामा जान्थ्यो खुसी हुँदै। अब झन् अहिले आजभोलि जन्मेका बच्चाहरू सबै भाग्यमानी है। सबै सुख के हामीले भन्दा धेरै सुख पाउँछन् कि अहिलेका बच्चाहरूले। कसरी जाने हो? पानी परिरहेको अब तपाईँको पुग्छ। हस्, तपाईँ जाने कि नजाने रेस्टुरेन्ट? पानी परिरहेको सानो घर आइपुगे। उठ बाबा, सुतिरह। घरमा दसैँ आयो। ल हेर सिम्बाले हाई गरे। सिम्बाले त केही ल्याएन त है। सिफनको साडी मैले नि यस्तै ल्याएको हो येल्लोमा।
तपाईँलाई ब्लाउज ठिक हुन्छ कि नाइ ठिक भएन भने साट नान्नुपर्छ चेक गर्नु है उचाल्नु त छ र गरौँ छैन त सिफनको अरे कि आमा यो ड्राई क्लिन गर्नुपर्ने तपाईँ लाउनु अनि तपाईँ लाएर अर्फिकेसन मलाई दिनु आमाले यस्तो यस्तो कलरहरू लाउनुहुन्छ कि अझ मन परेन भने चेन्ज गर्न ल्याउनु भन्नु हटाउनै रहेछ साडी यस्तो ठिक भएन भने अनि के अरे कलर मन परेन भने चेन्ज गर्नु भन्नुभएको थियो ल हामीले म्याट्रेस पनि लगायौँ बाथरुममा यो चेन्ज गऱ्यौँ आज हाम्रो अनि सपिङ 2 झोला चाहिँ हाम्रो लागि अब अरू चाहिँ गिफ्टको लागि लुगा चाहिँ देखाउन मिलेन ल देखाउनु त म देखाउँछु लुगा हामीले आज के सपिङ गऱ्यौँ टी-सर्ट देखिरहेको थियो टी-सर्ट क्यामेराको नमिलाइकन खिचिदिनुहुन्छ यो कसलाई हो टी-सर्ट मलाई हो तर यो ठुलो छ हुन्छ कि हुन्छ हुन्छ ठिक्क हुन्छ दसैँको लागि चुरा लबर हो म चाहिँ एकदम मनपर्छ मलाई चुरा देख्ने बित्तिकै भिडियोतिर देख्दा पनि किन मन लाग्छ यो ब्लाउज चाहिँ मैले गिफ्ट पाएको हामीले धेरै सपिङ गरेको भएर रियान्सी कलेक्सनबाट अनि यो चाहिँ मेरो साडी मैले चाहिँ दसैँमा यसलाई येल्लो नै भन्छ नि होइन र येल्लो ठिक हो येल्लो कलरको साडी लाउने सोचे साथीहरू मेरो येल्लो कलरको साडी छैन त्यही भएर यो आजल चाहिँ हेर्नु छ नि राम्रो देख्छ त सोचे तिमीलाई पहिलो यस्तो भएर यस्तो कलरको किने मलाई रेड पनि मन परिरहेको छ तर मन पर्न चाहिँ मेरो यस्तो कलरको छैन रेड त छ भनेर अब रेड भोलि पर्सि म नेपालमा गएर किन्छु खतरा नेपालमा गएर किन्नु पर्ला अब अनि यहाँ चाहिँ मेरो छोराको लुगा कति क्युट कस्तो क्युट हुन्छ है बच्चाको लुगा अब ठिक हुन्छ त भने छोटो हुन्छ हुन्छ तर मलाई कस्तो ठुलो जस्तो लाग्छ आफ्नो छोरा अघि देखाइ न बाबु 2 महिनाको कत्रो भन्यो भन्दै थियो त्यही धेरै भयो त्यही भएर तातेको जिउ भन्दै थियो त नि है बढ्ने बेलामा तातिन्छ कि जिउ बच्चाको यस्तो लुगाहरू त ठिक हुन्न नि जस्तो लाग्छ हो मलाई त ठिक हुन्छ बाबु सानो देखेको यो चाहिँ तपाईँको लुगा तिम्रो हो तिमीलाई नि किनेछ तपाईँको लागि हुडु किनेको होइन तपाईँ दसैँमा के लाउँछ बुढा यो हुडी लाउने किनेर त यही लाउने तपाईँको लागि अरू लुगा नि किनेको है लुगा कहाँ उता छ काममा जाने पैसा काममा जाने किनेको हो अनि 2टा भेस्ट पनि छ This is for special someone. यो चाहिँ कसको लागि हो म फोन गरेर भन्छु यहाँ भइदियोमा चाहिँ नभन्नु मलाई सेम छ 2टा यो चाहिँ मेरो भाइहरूको लागि तिहारको लागि गिफ्ट पठाइदिनको लागि हो ल बाई साथीहरू हाम्रो के अरे आजको सपिङ यति हो अब गिफ्ट दिएको लुगाहरू चाहिँ हामीले देखाउन मिल्दैन अब हामी दसैँमा टिका लगाएको भिडियोहरू हाल्छौँ त्यही बेलामा हेर्नु होला हाम्रो गिफ्ट अहिलेलाई यति नै हो थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला बाई